म को हुँ? यो प्रश्न अरूका लागि होइन, यो त आफ्नै लागि हो। संसारले मलाई जस्तो देख्छ म त्यो होइन। म त त्यो आत्मा हुँ जो हरेक बिहान ऐनामा हेरेर सोध्छ, के म सही बाटोमा छु? कसैले भन्छ म मन्त्री हुँ, कसैले भन्छ म डाक्टर हुँ, कसैले भन्छ म शिक्षक हुँ, कसैले भन्छ म लेखक हुँ, कसैले भन्छ म गायक हुँ, कसैले भन्छ म नृत्य निर्देशक हुँ। तर म यी शब्दहरूमा सीमित छैन। म त निरन्तर खोजमा छु, आफ्नो अर्थ, आफ्नो पहिचानको खोजमा। म गल्ती गर्छु, तर गल्तीले मलाई हराउँदैन। गल्तीले त मलाई सिकाउँछ फेरि उठ्न, फेरि चल्न, फेरि बाँच्न। कहिले हाँस्छु, कहिले रुन्छु, तर आँसु मेरो कमजोरी होइन। यी त प्रमाण हुन् कि म अझै महसुस गर्न सक्छु, अझै बाँचिरहेको छु। कहिले आलोचना हुन्छ, कहिले समाजले हाँसो उडाउँछ, तर म बुझिसकेको छु, जीवन जिउने खेल होइन, सम्झिने यात्रा हो। म अब अरूको नजरमा होइन, आफ्नो आत्मामा सुन्दर देखिन खोज्छु। म अब डराउँदिन, किनभने म जान्दछु सबैभन्दा ठुलो शक्ति मेरो मनभित्रै छ। मसँग सपना छन्, लक्ष्य छन् र विश्वास छ कि म आजभन्दा राम्रो भोलि बन्न सक्छु। म को हुँ? म त्यो आत्मा हुँ जसले हार मान्दैन। म त्यो हृदय हुँ जसले अझै पनि माया गर्न जान्दछ। म त्यो मान्छे हुँ जसले आफैलाई रोजेको छ, अरूको अपेक्षाभन्दा माथि उठ्नका लागि। म को हुँ? म सम्भावनाको अर्को नाम हुँ। म सम्भावनाको अर्को नाम हुँ। म हुँ र यही नै मेरो सबैभन्दा ठुलो शक्ति हो। यही नै मेरो सबैभन्दा ठुलो पहिचान हो। यही नै मेरो सबैभन्दा ठुलो विचार हो, उद्देश्य हो। म नै हुँ। म सत्य हुँ। म सत्य हुँ। म सत्य हुँ।